हेलो एन्ड नमस्ते सबैमा फेरि पनि मैले आज छोटो भिडियो लिएर आएको छु। हेरिदिनु होला सबैजनाले, अन्तिमसम्म हेरेर साथ दिनु होला। र आज छुट्टीको दिन साथीभाइ सबै मिलेर पानीपुरी चाउचाउ खाम भनेर लागियो है त। हामी पनि चाउचाउ बनाउन, पानीपुरी बनाउन। विदेशमा भए पनि कहिलेकाहीँ पानीपुरी चाउचाउ नेपालको स्वाद लिम भनेर सबैजना लागियो है त। मिलेर बनाउँदैछौँ सबैले। वाउ, चाखेको मिठो रहेछ, दामी बनेको थियो है त। ल, साथीहरूले पनि मिठो छ भन्दै खाइराखेका छन् है त। अलि पिरो चाहिँ कम भयो है त पानीपुरीमा। करेन्ट चाउचाउमा त पिरो कति हो करेन्ट चाउचाउ टेस्ट गर्नेलाई नै थाहा हुन्छ। सबै मिलेर आज छुट्टीको दिन यसरी खाइयो है त पानीपुरी। मिठो थियो, राम्रै बनेको थियो। थोरै सुकुटी बचेको रहेछ ल्याउँदाको पहिलाको चाउचाउमा मिसाएर हानम भनेर। साह्रै स्वादिष्ट भयो आज। यस्तै नै बित्यो आज। अन्तिमसम्म हेर्नुभयो, धेरै धेरै धन्यवाद।